नमस्कार। आज हामी प्युठानको एउटा सुन्दर गाउँपालिका नौ बहिनी अनि त्यहाँको शैक्षिक अवस्थाबारे कुरा गर्दैछौँ। हो, नौबहिनी प्राकृतिक रूपमा त सुन्दर छँदैछ, तर आजको हाम्रो छलफलको आधार चाहिँ नौबहिनी अनलाइन पोस्टमा आएको एउटा लेख हो। हो, त्यही लेख जसले नौ बहिनीमा प्राविधिक र उच्च शिक्षाको कति आवश्यकता छ भन्ने कुरा एकदम जोडतोडले उठाएको छ। एकदम। त्यो लेखले के भन्छ भने नौबहिनीको भविष्य साँच्चै उज्यालो बनाउने हो भने शिक्षामा, अझ खास गरी प्राविधिक र उच्च शिक्षामा ध्यान दिनै पर्छ। त्यसो भए आज हामी यही लेखमा के कुरा आएका छन्, जस्तो त्यहाँको समस्या के हो, शिक्षा किन महत्त्वपूर्ण छ, के गर्न सकिन्छ अनि कसको के जिम्मेवारी हुनुपर्छ भन्नेमा अलि गहिरिएर कुरा गरौँ है त। हुन्छ, सुरु गरौँ न त। ल, पहिलो कुरा त लेखले समस्या के देखायो त, मतलब अहिलेको अवस्था कस्तो छ रे नौ बहिनीमा। लेखअनुसार मुख्य समस्या भनेको चाहिँ गाउँका धेरै युवाहरू उनीहरूले उच्च शिक्षा लिन पाइरहेका छैनन्, अवसरकै कमी छ। ए, उच्च शिक्षा त छँदैछ, प्राविधिक शिक्षाको कुरा नि छ होला नि। हो, प्राविधिक शिक्षा त झन् पहुँचभन्दा निकै टाढाको विषय भनेको छ अरे। यो अहिलेको जमानामा अलि चिन्ताजनक अवस्था हो, होइन? हो नि, अहिले त जताततै प्रविधि, सिप, ज्ञानकै कुरा हुन्छ। यस्तो बेला प्राविधिक शिक्षा नहुनु त हो, लेखले त्यही भनेको छ। यो युग नै प्राविधिक युग हो। सिप, ज्ञान, प्रविधि भएन भने त आत्मनिर्भर बन्नै गाह्रो छ, खास गरी नौबहिनी जस्तो ग्रामीण ठाउँमा त झनै। अनि लेखले यसको महत्त्व कति छ भनेर केही भनेको छ? किन चाहियो त यस्तो शिक्षा? महत्त्व त प्रष्टै छ नि। लेखले के भन्छ भने शिक्षा नै भविष्य बनाउने सबैभन्दा बलियो जग हो। अझ यस्तो सिपमूलक शिक्षा भयो भने त गाउँमै केही गर्न सकिने भयो, होइन? हो, रोजगारीको अवसर सृजना हुन्छ, युवाहरू बाहिरिनु पर्दैन, समग्रमा गाउँ नै आत्मनिर्भर बन्छ। ल, समस्या र महत्त्वको कुरा त भयो। अब समाधानतिर लागौँ। स्थानीय सरकारले केही गर्न सक्छ कि? लेखले के सुझाव दिएको छ? स्थानीय सरकारको भूमिका त एकदमै महत्त्वपूर्ण मानेको छ लेखले। पहिलो कुरा त प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नु पर्यो रे, नीति नै बनाउनु पर्यो। प्राथमिकतामा राख्ने भनेको कस्तो? के गर्न सकिन्छ त? जस्तो तत्कालै गर्न सकिने भनेको व्यावसायिक तालिमहरू, स्थानीय आवश्यकता हेरेर के, जस्तै कृषि, पशुपालन। ए, बिजुली मर्मत, कम्प्युटर, सिलाइ बुनाइ जस्ता कुराहरू पनि होला नि? हो, यस्ता छोटो अवधिका तालिमले पनि तुरन्तै सिप दिन्छ, मान्छेले केही न केही काम सुरु गर्न सक्छ। यो त भयो तालिमको कुरा। उच्च शिक्षाको लागि चाहिँ के गर्न सकिन्छ? छात्रवृत्तिको कुरा छ कि? छ नि, लेखले छात्रवृत्ति कार्यक्रमहरू ल्याउनु पर्छ भनेको छ, ताकि पैसा नभएरै पढ्न नपाउने अवस्था नहोस्। अनि अलि लामो समयको लागि सोच्ने हो भने कलेजहरू स्थापना गर्ने कुरा नि छ। त्यो पनि छ। स्थानीय स्कुलहरूसँग मिलेर विज्ञान प्रविधिलाई जोड दिने, अनि सम्भव भए निजी क्षेत्र वा अरू संस्थाहरूसँग मिलेर प्राविधिक कलेज नै खोल्ने कि भनेर सोच्नुपर्छ भन्ने सुझाव छ। सरकारको भूमिका त पृष्ठै देखियो, तर सबै कुरा सरकारले मात्रै गरेर त हुँदैन होला नि। समुदाय, अभिभावकहरूको केही भूमिका हुँदैन? एकदमै राम्रो प्रश्न। लेखले यो पक्षलाई पनि छुटाएको छैन। वास्तवमा यो निकै महत्त्वपूर्ण छ। के भनेको छ त लेखले? मुख्य कुरा चाहिँ सोचमा परिवर्तन ल्याउनु पर्यो रे। शिक्षालाई खर्च जस्तो मात्रै नठान्ने। ए, लगानी सम्झनु पर्यो। हो, भविष्यको लागि लगानी। यो सोच अभिभावक र समुदायमा आउन जरुरी छ। अनि अर्को भनेको छोराछोरीलाई नियमित स्कुल पठाउने, पढ्नलाई हौसला दिने। यो त सबैको जिम्मेवारी हो नि। हो नि, यो सोच परिवर्तन भयो भने त धेरै कुरा बदलिन्छ। ल, मानौ सरकार, समुदाय, अभिभावक सबैले आफ्नो ठाउँबाट प्रयास गरे रे, त्यसपछि नौ बहिनीमा कस्तो परिवर्तन आउला त? लेख कतिको आशावादी देखिन्छ। लेख त निकै आशावादी छ। यसो हुन सक्यो भने पहिलो त गाउँमै रोजगारी बढ्छ, युवाहरू बाहिर जानु परेन। अनि छोरीहरूलाई शिक्षा दियो भने उनीहरू झनै सक्षम हुन्छन्, सशक्त हुन्छन्। समग्रमा गाउँ नै आत्मनिर्भर बन्ने बाटोमा लाग्छ, होइन त? हो। अनि लेखमा एउटा एकदमै राम्रो वाक्य छ कि, हुन त नौबहिनी गाउँपालिका सुन्दर छ, तर शिक्षित नौबहिनी झनै सुन्दर हुनेछ। वाह, कति अर्थपूर्ण भनाइ। यसले त सबै कुरा समेट्यो। भनेपछि यो नौ बहिनी अनलाइन पोस्टको लेखको सार के रहेछ भने प्राविधिक र उच्च शिक्षा बिना नौ बहिनीको विकास अपुरो हुन्छ। हो, र यसको लागि स्थानीय सरकार र समुदाय दुवैको उत्तिकै सक्रिय भूमिका चाहिन्छ।
शिक्षा खर्च होइन लगानी हो भन्ने कुरा मनन गर्नु पर्यो। सन्देश एकदम प्रष्ट छ। शिक्षामा लगानी गरे भविष्य सुन्दर हुन्छ। सार यही हो। अब यहाँ एउटा प्रश्न सोच्न मन लाग्यो। के प्रश्न? लेखमा यति धेरै सम्भावना र आवश्यकताको कुरा छ होइन? अब 9 बहिनी जस्तो ठाउँमा साँच्चैकै शैक्षिक परिवर्तन सुरु गर्नलाई त्यो पहिलो कदम मतलब सबैभन्दा ठोस र प्रभावकारी कदम चाहिँ के हुन सक्ला त? यो त महत्त्वपूर्ण प्रश्न भयो। सुरुवात कहाँबाट गर्ने भन्ने कुरा हो। अनि अर्को कुरा, यदि 9 बहिनी सफल भयो भने यसले नेपालका अरू यस्तै ग्रामीण पालिकाहरूलाई कस्तो प्रेरणा देला, यो पनि विचारणीय छ। पक्कै पनि यो विषयमा अझै सोच्न सकिन्छ। आजको लागि यो विमर्श निकै फलदायी रह्यो। धन्यवाद। मलाई पनि रमाइलो लाग्यो। धन्यवाद।